नेपालमा आउन पाएकोमा अत्यन्तै हर्षित छु। धेरै वर्ष अघि एक पथिक या तीर्थालुको रूपमा म यहाँ आएको थिएँ। यो भनाई कि एक पटक तपाईले नेपालको भ्रमण गर्नुभयो भने यो जीवन पर्यन्त सम्बन्धमा बदलिन्छ। प्रथमतः यस सुन्दर देशको साथीको रूपमा म फेरि फर्केर आएको छु। भारतको प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउँदा वास्तव में मैले भाग्यशाली महसुस गर्छु। यो यस्तो यात्रा थियो जुनमा प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्न बित्तिकै गर्न चाहन्थे किनकि हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकता मध्ये हो। निमन्त्रणा गर्नु भएकोमा म सरकार र नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु। मसँगै मैले 125 करोड़ भारतीय जनता को माया, शुभकामना र सद्भावना लिएर आयो छु।